चुप गर मामाले चुप गर यहाँ ल फेरि तिमी ल्याएको छ म त गएर आउँछु है त है हुन्छ हुन्छ भन न हुन्छ भन ऊ खोल्न लाएर जाम त गीत गाउन होइन खै कता खोल्न ला गोर्खा सिङ्गिङ आइडल क्या नेपाल आइडल जस्तै गीत गाउनु खोल्न लाएर म पनि गीत गाउनु जाम कि भनेको मलाई त माया गर्दैन नि यिनीलाई मात्रै माया गर्ने सबैले ट्यापे गीत भनेर ट्यापे हो त गीत सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आजको नयाँ भिडियोमा सबलाई स्वागत छ सबैजना सन्चै हुनुहुन्छ होला म एकदम सन्चै छु कामकाजको कारणले गर्दा भेट्नै पाएको थिइनँ अनि अहिले पनि लगभग 7 बज्न लागिसक्यो 6:30 भइसक्यो है 7:30 भइसक्यो अनि अहिले 7:30 हुन्छ नि मैले ब्लग अब स्टार्ट गरिदिउँ न त भनेर अनि गरिदिएको यता आऊ यहाँ चाँडै चाहिँ हाम्रो हिरो हो फेरि हिरो के उ त गिटार बजाउने के के खै के जाउ त लिएर आऊ के हो बजाऊ जाऊ बजाऊ झ्याङ झ्याङ गरेर जाऊ बजाऊ उता अर्को बजाऊ त्यो बजाऊ हेर बजाउँछ हेर कति राम्रो मेरो पुन्टु यता हेर यहाँ चुप गर मामाले चुप गर यहाँ ल फेरि ल अब चाहिँ जानुपर्ने हुन्छ अहिले चाहिँ म अब बारीमा जाँदैछु अनि बारीमा यसो काम गर्नको लागि यो बोकेर जानु लाग्यो अनि त अब हिँडेर जानुपर्ने होला पछि लिएर जाने अब ल जाम है अब जाम खै बत्तीमा हाल्छु त नि यसलाई ढोका पनि हेरिदिनु पर्यो नि त फेरि अब अहिले चाहिँ लाग्यो यो लिग लाऊ यो लिग हो त्यो समाज है त अब अहिले चाहिँ निक्लिनु पर्यो हो कामतिर ढोका कसरी खोल्ने यहाँ बस एकछिन यहाँ बस है तँ लिएर बस न म यहाँ ढोका लाउँछु ढोकासँग लाएर हो बाहिरमा जाने काम गर्ने जाम पखाइ यो लिग योसम्म यहाँसम्म डन्डीमा यहाँ ल तिमीहरूमा जाने है अब बारीमा ऊ झन्झै लड्यो नि कहाँ छ नि बारीमा जाने तिमीहरूमा भुर छ नि नछ नि अब चाहिँ बारीमा जानु भुर कि भयो न भुर चढेर आएको BMW चाहिँ यहाँ छ अनि अहिले त्यस्तो बवाल मौसम भइरहेको छ बवाल देखिरहेको छ त्यही हो अब चाहिँ लाग्दिउँ चाहिँ हिँड्नु लाग्यो हो यिनलाई चाहिँ यसरी यता हेर मामा यिनलाई चाहिँ मैले यस्तरी बाँधेर लिएर जानु लाग्छ कि यस्तरी लडिहाल्दैन अब स्कुटीमा फेरि अगाडि हाल्न पनि मिल्दैन चले गर्छन् अब चल्दिउँ ल है चाबी फेरि मैले कहाँ राखेँ भुल गरेँ हेन ल त्यहाँ च्याप पाउन समाउ त यहाँ समाउ त यहाँ समाउ त ल समाउ नि त यहाँ समाउ ल त्यहाँ समाउ त है त ल अब चलिदिएको ल चल चाहिँ हामी टक्क लगाएर बारीमा आइसक्यौँ अर्को हिरो पनि यता हेर अहिले चाहिँ हामी टक्क लगाएर बारीमा आइसक्यौँ यो चाहिँ हाम्रो बारी यो सब उकाल्नुपर्छ उहाँ मम्मी र दिदी पनि काम गर्दा दाजुतिर उहाँ मम्मी पनि काम गर्दा मम्मी काम गरे हो मलाई त माया गर्दैन नि यिनीलाई मात्रै माया गर्ने सबैले तिमीलाई मात्रै माया गरे सबैले ल भुबु चढिराख तिमी म काम गर्न जान्छु अब है त यहाँ बसिराख है तिमी म जान्छु है तिमी यहाँ बस
म त गराउँछु है त है हुन्छ हुन्छ भन न हुन्छ भन ऊ लड्छ नि त अनि ल म कहाँ जाने हो काम गर्न यहाँ तल कि यहाँ त्यहाँ उखाल्छु नि त्यो गाज अब यो भने हल्का काम गर्नु छ बाहिर बाहिर मात्रै काम गऱ्यो भने भयो त्यही बस्छ तिमी नआऊ है त्यो किरा सिराको साउन्डहरू चाहिँ अलिकति बढी नै आउँछ रहेछ अब सो त्यही हो अब यसलाई चाहिँ म टक्कै सेटअप गर्छु है त गाइस यति टक्कै सेटअप गरेर कतै भ्यू राम्रो आउँछ त्यति अर्का राख्छु भ्यू हेर्नु पनि भ्यू ओभरै बवाल देखिरहेको छ क्या ल मिठै देखिरहेको छ अब यसलाई चाहिँ मैले अब यता राख्थेँ भने यसरी राख्थेँ भने अलिकति चल्किन्छ मैले तर काम सुरु गरिदिएँ अन्त पनि यहाँबाट होइन त्यहाँबाट त्यसलाई म त्यहाँ राखिदिन्छु अर्को बाँदर त्यहाँ चलिरहनु कुन्टु यता हेर के गर्यो तिमी चाहिँ त्यहाँ खेल्दैछ नि तिमी फेरि नै आउँछन् अब अहिले टक्क म यहाँ सेटअप भइसक्यो अब यहाँनिर काम गर्न सुरु मम्मी केले उखाल्ने हो त नि सेटअप त हानी अब कोदालो देखाएको छैन कोदालो दिएपछि उखालिदिनु म त हातले पनि उखालिदिन्छु क्या यो त हातले उखालिदिन्छु सो अहिले म यहाँबाट काम स्टार्ट गर्छु कोदालोले हातले उखालिदिने हुन्छ कुनै नि आउँदैन कोदालो आइसक्यो अब कोदालोले काम हाल्नु है त You said that you've been lonely, makes you cold as ice. Hard to get to know me, but better than the lies. No way I'd let you slip by. No way I'd let you say bye. धेरै टाढो राखेँ जस्तो लाग्यो You said there ain't no reason, but I'll sit here every day, waiting for the moment I won't feel like I should stay. No way I'd let you slip by. No way I'd let you say bye. गाइस मैले त अब यति मात्रै भएको थिएँ अहिले चाहिँ मैले यति मात्रै काम गरेँ यति पाटो मात्रै भ्याएँ टन्नै बाँकी छ पानी पर्दो अब के गर्ने त मौसम हेर्नु न त्यहाँनिर कस्तो क्लिन छ यहाँनिर कस्तो कालो भएको छ कि सो त्यही हो अब एकछिन अलिक नतन्किँदैछ चाहिँ काम गर्छु एकछिन काम गर्छु अनि मोबाइललाई चाहिँ अब म खोल्तीतिर हाल्छु किनकि रिच हुन्छ पानीमा भिजाउनु हुन्न सो त्यही हो गाइस काम गर्दा गर्दा पानी पऱ्यो आधी काम नै भएको थिएन आधी यति चौटो मात्रै भएको छु 100मा 2% काम मात्रै भएको छु त्यही पनि पानी पर्छ मौसम हेर्नु न त्यतातिर अलिअलि क्लिन छ यतातिर ओहो कालै बादल भएको छ क्या अब पानी परिहाल्यो के गर्ने त अब सकिँदैन काम गर्न अब मोबाइललाई चाहिँ खोल्तीतिर हाल्नु पर्यो अब अलि नतन्किँदैसम्म खिच्नु यताउताकै यति यति भ्याइदिनु पर्ला अनि घरतिर टकुरी हाल्नुपर्छ अब यतिकै भिडियो अब यतिकै छोडिदियो भने त मोबाइल जाला भने डर कता मैले कोदालो कता राखेँ फेरि कोदालो यहाँ रहेछ त्यही हो अब अलिअलि एकछिन गर्छु पानी नतन्किँदैसम्म अनि दौडी हाल्नुपर्छ अब मोबाइल यतिकै राख्ने अलरेडी रिक्सै हुन्छ त्यही हो हेर न यस्तो भइरहेको छ अब मौसमै दिदी उता काम गरेर अब एकछिन गरेर दौडी हाल्नुपर्छ है त ल यति मात्रै भयो केही पनि देखेको छैन है अँधेरोले यति मात्रै भयो
अब यता कता हो पानी पनि पर्ला है अँधेरो पनि भयो आँखा पनि देखेन जानु पऱ्यो कुदाएर ल्याएछ एकछिन ल्याएछ स्ट्यान्ड लिएर जानु पऱ्यो हिँड्दा पानी पऱ्यो टक्क आजलाई अब यति नै काम भर्खर घर आइपुगेँ हात खुट्टा नि धोएन यस्तै छ अब यसलाई टक्क हात खुट्टा धोएर अनि टक्क फ्रेस भएर आउँछु है त म अहिले चाहिँ म टक्क आएर काम चाहिँ भएर भर्खर फ्रेस भएर बसेको अब एकछिन यसो टाइम पासको लागि गिटार त बजाउनै परिहाल्यो ठुलो अब काम चाहिँ सक्यो भन्दा पनि अधुरैमै आयो गिटार बजाउँ भनेको गिटारको नाम सुन्ने बित्तिकै त हाम्रो हिरो त आइहाल्छ डक कुडेर यता आऊ हिरो यहाँ आऊ गिटार बजाउनु बित्तिकै उडेर आइहाल्छ नि फेरि गिटार बजाउँ भनेको सो अहिले चाहिँ हाम्रो गोर्खामा पनि के भन्छु नि भने भर्खर त्यत्रो काम गरेर आएदेखि होइन के हो गर्ने अब बिस्तारी गिटार बजाउँ भनेको मम्मीले कराएको करे गरेर अहिले चाहिँ हाम्रो गोर्खामा चाहिँ गोर्खा सिङ्गिङ आइडल हुन लागिरहेको रहेछ यसो चल्दिउँ कि भनेको म पनि मम्मी मम्मी हाम्रो गोर्खामा क्या गीत गाउने ऊ खोल्न लाएर मैले गीत गाउनु जानु पऱ्यो क्या नै गोर्खामा खोल्न लाएर जाऊँ त गीत गाउन होइन खै कता खोल्न लाग गोर्खा सिङ्गिङ आइडल क्या नेपाल आइडल जस्तै गीत गाउनु खोल्न लाएर मैले गीत गाउनु जाऊँ कि भनेको भने आयो त गीत आउँदैन त मलाई यस्तो यस्तो गीत गाउने त अनि ट्यापे गीत भनेर ट्यापे हो त गीत अब रक गीत भन्छ त्यसलाई पप गीत भन्छ जे नि भन्छ नि सो त्यही हो अहिले चाहिँ गोर्खामा चाहिँ गोर्खा सिङ्गिङ आइडल खोल्न लागेको रहेछ एकचोटि ट्राई चाहिँ हानिदिउँ कि भनेको होइन भोइस राम्रो भयो नभए नि एकचोटि ट्राई त हान्नै पर्ने हुन्छ आफ्नै गोर्खामा भएको चिज सो त्यही हो अब एउटा मिठो गीत गाऊँ मम्मीले त्यस्तो भनिदिइहाल्यो अब अरूले झन् के भन्ने अब त्यही हो गाइस अहिले चाहिँ अब गोर्खामा चाहिँ गोर्खा सिङ्गिङ आइडल हुन लागिरहेको रहेछ एकचोटि ट्राई चाहिँ हान्न पर्ने हुन्छ अब अरू पनि को कोले थाहा पाउनु भएको छ को कोले थाहा पाउनु भएको छैन अब थाहा पाउनु भएको छैन भने गीत गाउन इच्छुक हुन्छ भने चाहिँ तपाईँहरू पनि आउनु होला रमाइलो गर्नुपर्ने हुन्छ सो त्यही हो अब आजको लागि चाहिँ भिडियो चाहिँ यति नै गरौँ होला अब त्यही हो गाइस भिडियोलाई चाहिँ धेरै लङ गर्न चाहेन भिडियोलाई चाहिँ आजै यतितिर इन हुन्छ सो अर्को नयाँ भिडियोमा चाँडै भेट्नेछु अनि गोर्खा सिङ्गिङ आइडलमा भेट्नुपर्छ है त जाउनुहुन्छ सबैजना सो त्यही हो आजको भिडियो चाहिँ यहीँसम्म थियो थ्याङ्क यू फर वाचिङ दिस भिडियो नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला सो लभ यु बाई चुप्पा